पाप र ज्ञानद्वारा अन्धा बनी प्रभुदेखि टाढा भइरहेछन्। मानिस पाप र ज्ञानद्वारा अन्धा बनी प्रभुदेखि टाढा भइरहेछन्। येशू ख्रीष्ट अब चाँडै आउनेछन्। सब मानिस पापैले भरिएका छन्, पापैमा बढिरहेछन्। सब मानिस पापैले भरिएका छन्, पापैमा बढिरहेछन्। पापै कारणले नाशे दिन हुन्छन्, पापकै कारणले नाशे दिन हुन्छन्। अनन्त मृत्यु र दण्ड भोग्नेछन्, अनन्त मृत्यु र दण्ड भोग्नेछन्। येशू ख्रीष्ट अब चाँडै आउनेछन्। प्रभु आकाशमा प्रकट हुनेछन्, एक अद्भुत घटना घट्नेछ। जब प्रभु आकाशमा प्रकट हुनेछन्, एक अद्भुत घटना घट्नेछ। तयार विश्वासी सब उठाइन्छन्, तयार विश्वासी सब उठाइन्छन्। मूर्खलाई परवाह सब छोडिनेछ, मूर्खलाई परवाह सब छोडिनेछ। येशू ख्रीष्ट अब चाँडै आउनेछन्। संसारको मायामा डुब्दा डुब्दै नै मृत्युले छोडी लैजान्छ। संसारको मायामा डुब्दा डुब्दै नै मृत्युले छोडी लैजान्छ। दिलले चाहेको सब चिज छोडिन्छ, दिलले चाहेको सब चिज छोडिन्छ। हृदय हात्ती मृत्यु घाट गर्छ, हृदय हात्ती मृत्यु घाट गर्छ। येशू ख्रीष्ट अब चाँडै आउनेछन्। के तिमी चाहन्छौ सम्पत्ति सम्मान स्वर्गीय ब्याङ्कमा राख्न थाल? के तिमी चाहन्छौ सम्पत्ति सम्मान स्वर्गीय ब्याङ्कमा राख्न थाल? परदेशी हौ तिमी कालो संसारमा, परदेशी हौ तिमी कालो संसारमा। स्वदेशलाई सम्झी सङ्घर्ष गर, स्वदेशलाई सम्झी सङ्घर्ष गर। येशू ख्रीष्ट अब चाँडै आउनेछन्। नसम्झ आफूलाई यही संसारको, सतर्क बनी अलग रहो। नसम्झ आफूलाई यही संसारको, सतर्क बनी अलग रहो। नत्र यस संसार सबै नैमा पर्छौ, नत्र यस
ख्रीष्ट अब चाँडै आउनेछ, चिन्ह सबै पुरा हुँदैछ। मानिस पाप र ज्ञानद्वारा अन्धा बनी प्रभुदेखि टाढा भइरहेछ। मानिस पाप र ज्ञानद्वारा अन्धा बनी प्रभुदेखि टाढा भइरहेछ। यीशु ख्रीष्ट अब चाँडै आउनेछ। यीशु ख्रीष्ट चाँडै अब आउनेछ। यीशु ख्रीष्ट अब चाँडै आउनेछन्, चिन्ह सबै पुरा हुँदैछन्। मानिस पाप र ज्ञानद्वारा अन्धा बनी प्रभुदेखि टाढा भइरहेछन्। मानिस पाप र ज्ञानद्वारा अन्धा बनी प्रभुदेखि टाढा भइरहेछन्। यीशु ख्रीष्ट अब चाँडै आउनेछन्। सब मानिस पापैले भरिएका छन्, पापैमा बढिरहेछन्। सब मानिस पापैले भरिएका छन्, पापैमा बढिरहेछन्। पापकै कारणले नाश एक दिन हुन्छन्, पापकै कारणले नाश एक दिन हुन्छन्। अनन्त मृत्यु र दण्ड भोग्नेछन्, अनन्त मृत्यु र दण्ड भोग्नेछन्। यीशु ख्रीष्ट अब चाँडै आउनेछन्, चिन्ह सबै पुरा हुँदैछन्। मानिस पाप र ज्ञानद्वारा अन्धा बनी प्रभुदेखि टाढा भइरहेछन्। मानिस पाप र ज्ञानद्वारा अन्धा बनी प्रभुदेखि टाढा भइरहेछन्। यीशु ख्रीष्ट अब